को हुन् सुशील बस्याल राष्ट्रप्रेमी? चट्ट पालपाली ढाका टोपी शिरमा ढल्काएर सामाजिक काममा लागिरहने एक युवा। धेरैलाई आफ्नो चिन्ता छ आफू कसरी बन्ने, तर उनी समाज कसरी बदल्ने भन्ने सपना देख्छन् र त्यही सपनाको बाटोमा हरेक दिन अगाडि बढिरहन्छन्। राष्ट्रप्रेमी केवल उनको नाम मात्र होइन, त्यो त उनको पहिचान हो। आज उनै सुशीलको बारेमा विस्तारमा चर्चा गर्नेछौँ। विक्रमसम्म 2060 सालमा पाल्पाको बङ्नासकाली गाउँपालिका वडा नम्बर 8 बराङ्दी बेलौती खरकमा पिता टिकाराम बस्याल र माता केशरी बस्यालको कोखबाट जन्मिएका सुशील बस्याल राष्ट्रप्रेमी मध्यम वर्गीय परिवारको उदाहरणीय पात्र हुन्, जसले सामाजिक क्षेत्रमा योगदान दिने संस्कार बाल्यकालदेखि नै पाए। माध्यमिक तहसम्मको अध्ययन गाउँकै विद्यालयबाट पुरा गरी उच्च शिक्षा हासिल गर्न जिल्लाको सदरमुकाम पुगेका उनले सानैदेखि सुशील समाज र देशको रूपान्तरणमा सक्रिय बने। विद्यालय जीवनमै उनी सामाजिक, शैक्षिक र सांस्कृतिक गतिविधिमा अग्रपन्थीमा देखिन्थे। विद्यार्थी जीवनमै जिम्मेवार, नेतृत्वकता र सकारात्मक सोचका धनी बनेका उनले सामाजिक उत्तरदायित्व सेवाभावलाई जीवनको मार्गदर्शन बनाएका छन्। शैक्षिक रूपमा पनि उनी अब्बल छन्। अर्थशास्त्र र समाजशास्त्रमा स्नातक गरी अध्ययनलाई जीवन र समाज परिवर्तनको शक्तिशाली माध्यमको रूपमा उपयोग गरेका छन्। 2 वर्ष गाउँकै विद्यालयमा अध्यापन गराएर शिक्षण पेसाको अनुभव बटुलेका उनले देशको वास्तविक अवस्था र युवाको भावना उजागर गर्ने देशभक्ति गीत राष्ट्रप्रेमी सार्वजनिक गर्दै उनले हजारौं युवाको मन जितेका छन्। यही भावनालाई व्यवहारमा रूपान्तरण गर्दै उनले सञ्चालन गरेका छन् एक घर एक लालीगुराँस अभियान, जसले घर घरमा राष्ट्रियता, वातावरणीय चेतना र प्रकृति प्रेमको भावना उजागर गरेको छ। यस अभियान मार्फत उनले नेपालको राष्ट्रिय फूल लालीगुराँसलाई राष्ट्रिय एकता र सौन्दर्यको प्रतीकको रूपमा स्थापना गर्न योगदान दिएका छन्। सँगै नेपालको राष्ट्रिय झण्डालाई माया गर्नुपर्छ भन्ने हेतुले झण्डा चेतिएको ठाउँमा हेर्न पुग्ने गर्दछन्। नागरिकका समस्यालाई सम्बोधन गर्न सम्बन्धित ठाउँमा ध्यानाकर्षण गराइरहन्छन्। दबिएको आवाजलाई बाहिर ल्याउन स्पष्ट भूमिका खेल्दछन्। घरको साधारण जीवन, परिवारको माया र स्नेहले पनि उनलाई आजको सुशील बनाउन ठूलो भूमिका खेलेको छ। त्यही माया, त्यो न्यानोपन आज उनको सामाजिक सेवामा झल्किने गर्दछ। सुशील बस्याललाई म राम्ररी चिन्दछु। साँच्चै नै भन्ने हो भने सुशील बस्याल देख्दाखेरि युवा देखिए पनि आफ्नो विचार र आफ्नो कर्म र आफ्नो धर्ममा परिपक्व मैले पाएको छु। बिरलै मात्र युवाहरूमा यी गुणहरू प्राप्त गर्न सकिन्छ, तर त्यो विलक्षणता हो भन्ने मलाई लाग्दछ। विद्यार्थी जीवनमा त्रिभुवन क्याम्पसमा पढ्दाखेरिदेखि नै प्रखर वक्ताको रूपमा र सबैसँग मिलेर काम गर्न सक्ने अत्यन्त नेतृत्वदायी भूमिका निर्वाह गरेको मैले पाएँ। सुशीलले मठ मन्दिर, खानेपानी र गाउँ विकास सम्बन्धी समितिहरूमा सक्रिय नेतृत्व दिएका छन्। सामाजिक सेवामा उनको योगदान उल्लेखनीय रहेको छ। वृद्धाश्रममा दशैंको टीका, दर खाने कार्यक्रम, खाद्यान्न वितरण, कोरोना महामारीमा शैक्षिक सामग्री वितरण, राष्ट्रिय झण्डा संरक्षण, स्वच्छता र वृक्षारोपण अभियान, साथै युवा सचेतना र नेतृत्व तालिमहरू सञ्चालन, यी कार्यहरूले उनलाई इमानदार, जिम्मेवार र विश्वासयोग्य समाजसेवीको रूपमा स्थापित गरेका छन्। सम्पूर्णमा नमस्कार। म सुशील बस्याल राष्ट्रप्रेमी विगत केही वर्षदेखि नेपालको राष्ट्रिय फूल लालीगुराँसलाई एक घर एक लालीगुराँस अभियान सञ्चालन गरेको छु। राष्ट्रिय फूल लालीगुराँस मात्र नभएर हरेक प्रजातिका बोटबिरुवाहरूको संरक्षण गर्नुपर्छ र यो जैविक विविधताको संरक्षण गर्नुपर्छ भनेर निरन्तर लागिरहेको छु। नेपालको राष्ट्रिय झण्डा जुन ठाउँमा झण्डा चेतिएको छ त्यो ठाउँमा पुगेर झण्डा फेर्ने अभियान पनि सञ्चालन गरेको छु। वास्तवमा युवाहरूले यो समाजको लागि, यो राष्ट्रको लागि धेरै गर्नुपर्छ। यो राष्ट्रले, यो देशले हाम्रो लागि धेरै कुराहरू गरिराखेको छ। देशले के गर्यो भन्दा पनि हामीले के गर्यौँ त देशको लागि भन्ने सबैभन्दा महत्त्वपूर्ण कुरा हो। त्यसो हुँदा यो राष्ट्रको लागि, यो समाजको लागि केही न केही नयाँ गर्नुपर्छ भनेर लागिरहेको छु। अभियानहरू सञ्चालन गरेको छु। जहाँ दुखी, असहाय व्यक्तिहरू हुनुहुन्छ त्यो ठाउँमा पुगेर मेरो व्यक्तिगत तर्फबाट र मैले गर्न सक्ने कुराहरू समाजको लागि, यो राष्ट्रको लागि के गर्न सकिन्छ भनेर निरन्तर लागिरहेको छु। सामाजिक क्षेत्रमा सक्रिय हुनुका साथै उनी पत्रकारिता र साहित्यमा पनि उत्तिकै सक्रिय छन्। उनका समसामयिक लेख, कविता र निबन्धहरू विभिन्न पत्र पत्रिकामा प्रकाशित भएका छन्। पुस्तक सम्पादकको रूपमा उनले लेखन र सम्पादनमा सन्तुलित योगदान पनि दिएका छन्। उनका लेखनहरू भावनात्मक, देशभक्तिपूर्ण र यथार्थपरक रहेका छन्।
बस्याल राष्ट्रप्रेमी दाई हामी युवाहरूको लागि साँच्चीकै नै प्रेरणाको स्रोत हो। उहाँले साँच्चीकै राम्रा विभिन्न सामाजिक क्रियाकलापहरू गर्दै आउनु भएको छ। उहाँले हामी युवाहरूलाई, बालबालिकाहरूलाई तथा महिलाहरूलाई विभिन्न किसिमका तालिमहरू प्रदान गर्नुभएको छ। उहाँले कोरोना महामारीको समयदेखि नै बालबालिकाहरूलाई शैक्षिक सामग्रीहरू प्रदान गर्नुभएको थियो। उहाँको समय साँच्चीकै सामाजिक काम गरेर उहाँको दिनचर्या गइरहेको छ। उहाँलाई देखेर हामी युवाहरूले पनि साँच्चीकै राष्ट्रको हितको लागि काम गर्नुपर्छ भन्ने हामी सिक्न सक्छौँ। उनको व्यक्तित्वमा राष्ट्रिय पहिचान, संस्कृति प्रेम र आत्मविश्वास झल्किन्छ। पालपाली ढाका टोपी, ढाकाको इष्टकोट र साधारण पहिरनमा प्रस्तुत हुने उनको रूप बाहिरी सजावट मात्र नभई देश प्रेम र आत्मगौरवको प्रतीक हो। उनको बोलीमा दम छ, विचारमा आगो छ र हृदयमा मातृभूमिप्रतिको अटल माया। त्रिभुवन बहुमुखी क्याम्पसको लोकप्रिय मत ल्याएर सोभियूमा निर्वाचन हुनुभएको 1 वर्ष पनि बितेको छैन र त्यो हिसाबले सुशील सानैदेखि एउटा सामाजिक क्षेत्रमा मान्छेको चेतना अथवा मान्छेको भावना, मान्छेको भनौँ न एउटा कर्मलाई एउटा सन्देश दिने हिसाबले अभियान सञ्चालन गर्ने एउटा सुपात्रको नामको रूपमा मैले सुशील भाइलाई लिएको छु। वास्तवमा उहाँको अहिलेको त्यो सुझबुझ र उहाँको व्यवहारहरूलाई हेर्दा उहाँको भविष्य उज्जवल छ। उहाँले धेरै समाज सेवाका क्षेत्रमा, राष्ट्र सेवाका क्षेत्रमा र आफ्नो भनौँ न मानव कर्मका हिसाबले पनि उहाँले आफूलाई अब्बल नागरिकको रूपमा स्थापित गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएको छु। पश्चिम नेपालकै महत्त्वपूर्ण क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा स्वतन्त्र विद्यार्थी युनियनको सचिव पदमा उम्मेदवारी दिएका उनी म्यान अफ दि इलेक्सन बने। यसले उनको लोकप्रियता, नेतृत्व क्षमता र जनसम्पर्क कौशलको स्पष्ट परिचय दियो। 2 वर्ष गाउँकै विद्यालयमा शिक्षण पेसामा संलग्न रहे। स्नातक तहमा पढ्दै कमाउँदै एउटा नीति पनि अवलम्बन गर्नुपर्छ भनेर त्यही कुरालाई अंगीकार गर्दै निरन्तर रूपमा लागिरहे र विशेष गरी यी यात्राको क्रममा विभिन्न उतार चढावहरू, अगाडि आएका कुराहरूलाई परिस्थितिले जति पेल्छ त्यति परिस्थितिलाई पेल्दै निरन्तर अगाडि बढिराखे। एउटा युवा पुस्ता जो राजनीतिभन्दा अलिकति बाहिर रहनुपर्छ, राजनीति चेतना हुनुपर्छ, तर कुनै पनि पार्टीमा आबद्ध भएर पार्टीमा लागिराख्नु हुँदैन भनेर सबैतिरबाट राजीनामा दिएर एउटा युवाले के गर्न सक्छ देशको लागि, यो माटोको लागि वास्तवमा युवाले के गर्न सक्छ भनेर निरन्तर लागिरहेको छु। हाल उनी कुनै पनि राजनीतिक दलमा आबद्ध छैनन्। स्वतन्त्र र निष्पक्ष सामाजिक अभियन्ताको रूपमा काम गर्दै आएका छन्। उनको यात्रा सानैदेखि सक्रियता, अनुभव, सेवा, नेतृत्व र राष्ट्रिय योगदानसम्मको पूर्णता हो। उनले सपना, सेवा र राष्ट्रिय प्रेमको प्रतीक भएर सिङ्गो नेपाली युवा पुस्तालाई जागृत र प्रेरित गरिरहेका छन्। उनको जीवनको सन्देश छ, सपना त्यही हो जसले तपाईँलाई निद्राबाट उठाउँछ र देशप्रेम त्यही हो जसले तपाईँलाई कर्ममा जगाउँछ।